नमस्कार सबजनालाई। म आज पुरिन्टार स्थित अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडमा आइपुगेको छु। आज यहाँ रहेको गाडीहरूको बारेमा एउटा भ्लग बनाउने भनेर आएको छु। बसन्त सर, स्वागत छ तपाईँलाई धन्यवाद भ्लगमा है। धन्यवाद। के छ नयाँ चेन्जेसहरू के छ त हाम्रो बोलेरो BS6मा तपाईँले देख्नु भएको होइन? हाम्रो सर्भिसमा कतिको च्यालेन्ज थपिएको छ BS6 आउँदाखेरि तपाईँलाई के लाग्छ? अहिलेको समयअनुसारले यो चाहिँ गाडीमा अलिकति एमिसन सिस्टमहरू अपडेट भइरहेको छ विश्वकै बजारमा। त्यही भएर नेपालमा पनि अहिले चाहिँ अपडेट भएको सिस्टम आएको छ। त्यसलाई चाहिँ BS6 सिस्टम भनेर आएको छ, जुन इन्डियन स्ट्यान्डर्डको सिस्टम छ, अथवा Euro 6 स्ट्यान्डर्ड भन्दाखेरि पनि हुन्छ। यसमा चाहिँ विशेष गरी एक्जस्टलाई चाहिँ मोडिफाई गरिएको छ। एक्जस्ट सिस्टम चाहिँ अझ भनौँ न एक्जस्ट ग्यासहरू चाहिँ अझ राम्रो मतलब हार्मफुल ग्यासहरूलाई कन्ट्रोल गरेर हार्मफुल ग्यासहरू चाहिँ घटिरहेको छ। प्लस यसले चाहिँ अझ फ्युल एफिसियन्ट र चाहिँ राम्रो पिकअप क्यापेसिटीहरू चाहिँ अलिकति इन्जिनमा चाहिँ थपिएको छ त्यो सिस्टमले गर्दाखेरि। प्राइस पनि बढ्यो भन्ने सुनिएको थियो सर होइन? हजुर। यसमा बेनिफिट चाहिँ के हुन्छ त? अब प्राइस बढे अनुसारको होइन, कस्टमरले पाउने बेनिफिट चाहिँ यसमा के छ? यस्तो छ, प्राइस बढे अनुसारले अलिकति यसमा पनि केही मोडिफिकेसनहरू पनि भएको छ। इन्जिन एक्जस्ट सिस्टम मोडिफिकेसन जो चाहिँ ग्लोबल्ली नै हुनुपर्ने स्थितिमा भएको भएर त्यो एउटा चिज बढेको छ। त्यसले गर्दा नि अलिकति प्राइस बढेको हो। र प्लस भित्र पनि केही सिस्टमहरू यसमा थपिएको छ। यसमा अब ड्यासबोर्ड पनि हाम्रो चेन्ज भएको छ, भित्रको ड्यासबोर्ड चेन्ज भएको छ, क्लस्टर मिटर चेन्ज भएको छ। यसमा एडिसनली पार्किङ सेन्सर पनि दिइएको छ, जो चाहिँ कस्टमरलाई एकदम लाभदायक हुनेछ पार्किङहरू गर्ने कन्डिसनको लागि। र बाँकी चिज भनेको लगभग बढी भाइब्रेसनहरू पनि फरक हो पहिलाको इन्जिनमा र यसमा माइलेजहरूमा के छ त्यस्तो? इन्जिन अझ बेटर भएको छ। प्लस यसमा चाहिँ माइलेजहरू र अलिकति पिकअप पनि अझ पहिलाको भन्दा बेटर भएको छ। हाम्रो सर्भिसको चाहिँ के छ त अहिले? सर्भिसमा हाम्रो यो BS6 गाडीहरू कतिको आइरहेको छ सर? सर्भिसमा BS6 गाडीहरू एन सिरिजमा चाहिँ आउँछ होला? एन सिरिजमा र क्लासिक सिरिजमा। बोलेरो त भर्खर सुरु भयो BS6मा। अरू सबै जस ठिक छ। समयअनुसारको हामीले चाहिँ मोडिफिकेसन जरुरी छ, परिवर्तन होइन सर? त्यो भएको छ। र प्लस एडिसनल्ली फिचरहरू पनि थप भएको छ। अझ सायद केही एडिसनल्ली अझ यो गाडीमा पनि एसी पनि थपिएर आउँछ कि भन्ने कुरो छ। त्यो भयो भने अझ बेनिफिट कस्टमरहरूले अझ चाहिँ फिचर खोज्ने मान्छेहरूलाई अझ चाहिँ त्यो बेनिफिसियल हुन्छ जस्तो लाग्छ। यो चाहिँ हाम्रो 4x4 अप्सनमा छ हामीसँग भएको गाडी। अनि हाम्रो पार्किङ सेन्सरहरू पनि यहाँ डिस्प्ले छ, दुईवटा चाहिँ पछाडिको। अनि त्यसपछि यो चाहिँ हाम्रो 5 सिटरमा रहेको छ। यसको इन्जिन क्यापेसिटी 5 सिटर छ। अनि इन्जिन क्यापेसिटी चाहिँ हाम्रो 2523 सीसीको छ। सेम इन्जिन जुन इन्जिन हामी पहिला थियो त्यो इन्जिन चाहिँ सेमै छ। तर यसमा चाहिँ अरू चाहिँ मोडिफिकेसन भएको सिस्टम चाहिँ एक्जस्ट सिस्टम मोडिफिकेसन भएको छ। हाम्रो यो 5 सिटरमा आउँछ होइन त? यो 5 सिटर गाडी 5 सिटरमा आउँछ। यसको म्याक्सिमम स्पिड 80 km/h हो कि के हो? यो यहाँ 80 km/h लेखिरहेको हो त? हजुर, त्यो भइहाल्यो। अरू यसमा के छ त? कस्टमरको बेस्ट रोजाइ हो यो होइन? हाम्रो पहाडी इलाकाको लागि बेस्ट ड्राइभ अप्सनमा। कुन सेगमेन्टको कस्टमरहरूलाई प्रायोरिटी गरेर बनाएको गाडी हो खास? यो कुन सेक्टरमा युज हुन्छ? यो स्पेसल्ली पहाडी इलाकामा मान्छे क्यारी गर्नुपर्ने र प्लस सामान पनि क्यारी गर्नुपर्ने कस्टमरहरूको लागि। र स्पेसल्ली अब हाम्रो सिचुएसनमा चाहिँ यो एकदम भनौँ न अलि टाढाको अफरोडको लागि, प्लस यो हाइड्रोहरू स्पेसल्ली हाइड्रोहरू र कन्स्ट्रक्सनहरूको लागि चाहिँ एकदम बेस्ट देखिएको छ। प्लस पहाडी इलाकाको कस्टमरहरूको लागि पनि एकदमै यो गाडी चाहिँ एकदमै जुन ठाउँमा बाटो पुगेको छ त्यहाँ ट्र्याक्टर भन्दा सेकेन्ड अप्सन यही नै हो। सेकेन्ड अप्सन यही छ। ल ठिक छ। त्यही भएर पनि नेपालमा बेस्ट रोजाइ परेको हो। यसको प्राइस अहिले के छ? प्राइस 35,60,000 होइन सर? हो, अहिले 35,60,000 प्राइस चाहिँ अलिकति बढी भएको जस्तो लाग्यो। अरू त सब ठिक छ।
प्राइस यस्तो हो, प्राइस पहिलाको भन्दा बढेको मतलब त्यो अनुसारको सिस्टम